एभ्रिवान नमस्ते वेलकम टु माई भ्लग। आज चाहिँ म चाहिँ यो मेरो भ्लगको चाहिँ एउटा एपिसोड चाहिँ म आज नयाँ ठाउँमा आएको छु। धर्म सुन्तली फाउन्डेसनले जुन एकीकृत नाम बस्ती बनाउन गइरहेको छु त्यहाँनिरको लागि चाहिँ हामी चाहिँ आज अब निजगढबाट चाहिँ हामी यो बर्दिवासमा चाहिँ लगभग हामी 10-9 जना आएको छौँ। अब यो नमुना बस्ती बनाउनको लागि सहयोगको लागि हेर्दै जाउँ हामीले गरेको कामहरू। सो अहिले हामी चाहिँ यहाँनिर अब धर्म सुन्तली फाउन्डेसनको स्वयंसेवक कति भयो तपाईँले गरे यहाँनिर? यहाँ गरेको कति भयो? ये काटे। हमें काम करे कितने महीने हो गए? अच्छा 2 महीने। 2 महीना हो गया। हिंदी बोलो, हिंदी समझ में आता। हिंदी नेपाली नहीं आता? नहीं वाह फिर बाप। हम लोग इंडियन इंडियन है? तो मैं कमाई करने के लिए नेपाल आए? हाँ नेपाल में ठहरे हो तो नेपाली बोलना चाहिए ना? अभी नया नया परवा का हिसाब कर लेंगे लोगों का लोगों को परवा जो मसाला बड़ा बाद में सब माझा से काम कर रहा माझा से
बुढी पल्टाएर बसिरहेको छ यहाँ नमुना बस्ती यस्तो बोल्दैछ जति बिहान 8 बजे हस्तान्तरण शिलान्यासमै घोषणा गरे हो हाम्रो चाहिँ त्यो डेट र बोली चाहिँ फरक पर्दैन जोभन्दा अगाडि पनि त्यस्तै भएको राम्रो छ धेरै राम्रो छ धेरै खुसी लागिरहेको शिक्षकहरू हुनुहुन्छ के श्री गौरीसन उमावि निजगढ उहाँहरूबाट उहाँहरूको पनि एउटा सिरिज अब यहाँ कसलाई धनी भन्ने कसलाई गरिब भन्ने सबै समान हो विशेष त एकीकृत बस्ती विकास अन्तर्गत हामीले चाहिँ देशलाई अगाडि बढाउने सबै समान भयो नि होइन यसका लागि काम गर्ने दुखी पीडित असहायको लागि काम गर्ने भन्नै परेन जे आवश्यकता हो त्यो परिपूर्ति गर्ने सिद्धि अब हामी न स्रोत साधन भएको न सम्पन्न मान्छेहरू होइन हामीहरू त्यो नेपाली जनतालाई अपिल गऱ्यौँ हाम्रा शुभचिन्तकहरूलाई सबै कुराहरू सहयोग गरिदिनु भयो अझै पनि हामीलाई चाहिँ रकम लगभग 1 करोड जति अभावै छ अभावकै बावजुद पनि हामी चाहिँ काम गरिरहेछौँ न हाम्रो संस्थामा खातामा दरो पैसा भएर फिल्डमा उत्रेको हामी सुन्ने हुँदाखेरि फिल्डमा उत्रेर सुरु गर्छौँ इच्छा शक्तिबाट त्यस्तो त्यसले गर्दाखेरि असम्भव भन्ने चिज त देशमा केही नै छँदै छैन हेर्नुहोस् सबै चिज सम्भवै सम्भव छ यति धेरै स्रोत र साधन भएको हाम्रो देशमा हामी यति धेरै धनी छौँ यो देशमा यो प्राकृतिक स्रोत साधनले तर त्यसलाई सही ढङ्गले प्रयोग गर्न नसकेर यो दुर्दशा भएको घर उत्रैछ सबै उत्रैछ होइन अब उनीहरूले अहिलेसम्म सोचेको थियो यस्तो घरमा बस्ने किसिमको कल्पना यिनीहरूलाई अस्ति 15 दिन अगाडिसम्म कल्पना फोटो हेर्दै यस्तै हुन्छ र भन्नु भित्र चाहिँ युरोप र अमेरिकातिरको रेसिडेन्सियल एरिया अब यिनीहरूको जग्गा टन्ने थियो बढी नै क्षेत्रफल थियो भने त हामी यस्तो राम्रो डिजाइन जस्तो किरानको अत्यन्तै राम्रो छ योभन्दा अघिल्लो हामीले बनाएको बस्ती योभन्दा धेरै राम्रो छ हेर्न चाहिँ अब यो चाहिँ जति जग्गा जमिन थियो त्यो सीमितमा बनाइयो त्यो बिचको टावरले यसको अलि रौनक दिन्छ जहाँ अब त्यो पोल छरिएको छ नि अब त्यो टावर